फूलहरू खोजी गरे प्रस्फुटन हुन्छन् सृजनाका फूलहरू संसारै प्रज्वलित पार्न सक्छन् रविका किरणहरू जगतकै चित्र उतार्न सक्छन् कवि अनि स्रष्टाहरू। आदरणीय यसै कार्यक्रमका सभाध्यक्ष महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिगणहरू, मृदु शब्दको संयोजनले हृदयलाई मनोरम बनाई पुष्प सज्जित बगैँचा जस्तै काव्य सर्जक निष्पक्ष निर्णायक मण्डल तथा सम्पूर्ण साहित्य अनुरागी स्रष्टा र व्यक्तित्वहरूमा म पशुपति आवासीय माध्यमिक विद्यालय कक्षा 9 मा अध्ययनरत तृप्ति भण्डारीको तर्फबाट न्यानो अनि साहित्यिक नमस्कार। मोक्षमा रहेका कलिला बाल मस्तिष्कहरूका अन्तर्कुन्तरमा रहेका प्रतिभाहरूलाई प्रस्फुटन गर्ने सुवर्ण अवसर प्रदान गराएको यस राधिका माध्यमिक परिवारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु र आजको मेरो कविताको शीर्षक रहेको छ जिजी विशाखको खोज। जिजी विशाखको खोज। यो मेरो अन्तिम चिठी हो, यो मेरो अन्तिम चिठी हो जहाँ म साँझको उदास भइरहेको छु, जहाँ आमा बाको सपना रातको ओढारमा गाइरहेको छ। गाउँको घामले राते बनाएका गाला बगरमा खेल्ने सादा पाइला, उकालीको चुरोटे भुवा ओह्रालीमा कोइलीको गीत, भन्ज्याङको फुलमा सुतेको सपना जसलाई सहरले खाँदैथ्यो। कालो श्मशान बन्यो जीवन जहाँ घरको कुना पनि तर्सिन थाल्छ, जहाँ अँध्यारो र आमा दुवै बोल्दैनन् र चुलोको खरानी चिसो भइसकेको छ। बल्ला गरे काकीले सोध्नुभयो, बाबु कता गएका? हाँस्दै भने अन्त्यको उकाली ओह्राली चढ्दैछु काकी। तर मनमा डरेको थियो, त्रिभुवन विमानस्थलबाट अरबको खरब कमाउन हिँडेका सपना जस्तै सायद म पनि फर्कदिन। झर्दामा कोइलीले गाउने गीत आज कानमा होइन चिहानमा बज्छ। रातको रिबन लगाई चमेलीले गीतका छोरी हाँसेको अनि सस्तो कागज जहाज सबै हराउँदैछ। बाघको चप्पल झुन्डिएको छ छ्यालको कुनामा थाम्ना जस्तै। फाटेको परिया अझै लुकेको छ आमाको निरालोको चिट पसिनामा। बिहान 11 बजेसम्म सुत्ने छोरो आज 11 बजेपछिसम्म सुत्ने छैन। अर्को दिनको उज्यालो नदेख्ने गरी सुत्नेछ। खानु है छोरा भनी कराउने आमाको ध्वनि आज मोबाइलको एक नोटिफिकेसन जस्तै लाग्छ। तर त्यो फोन आज पनि चुप्छ। बाको सपना छोरा मान्छे बनेको थिएँ, तर के मान्छे बने म? एउटा सिनमा हराउने छोरो, एउटा मिस कलमा आँसु झार्ने मेरो जन्ममिति, मेरो अस्तित्व सबै डिजिटल भइसके। आमा म मर्न लागे त्यही साहुको ऋणमा डुबेर, त्यही खुल्सा छेउको झुपडीमा ढुकेर। ठुलो महल अनि यो कोलाहल बस्तीलाई सुनाउँदैछु नबोली मेरो व्यथा। घरी परदेशको माटो र बाटोले डाकेको छ। आमा सपनीले भयो नि, दौडीले सिकिदेऊ न। उस्तै छ बिहान, उस्तै छ साँझ, सपनीको भारीले दिउँसै ऐठन भइरहेछ। आमा सपनीले भयो नि, हिँडाउने सिरानी देऊ न। बिस्तारै मेरो आत्मा पग्लिन्छ गन्धर्व दाइको सारङ्गीको तालमा, जसको धुन आज पनि गुन्जिरहेछ। ए साइली, तिमीलाई मैले चिठी लेखेको थिएँ, तर त्यो चिठी मेरो चिहान राखिराखेको। कसैले मेरो माया अन्तर्य
पसलको रेडियो पनि मलाई सम्झिने गर्छ। कसरी भन्नु, अब चिया पसलको रेडियो पनि मलाई सम्झिने गर्छ। बाले लगाएको हात दौरे टोपी फोटोमा मात्रै देख्छु। बहिनीको लुगा पनि फेरिसक्यो, तर म त बदलिएको छैन। सलाइको बट्टा जस्तो घर भत्किन लागेको छ, तर अझै टिकाको रातो सपनाले आँगनको तुलसी बाँचिरहेको छ। म आउँछु आमा, यो भन्न चाहन्थे, तर म त मृत्युसँग लडिरहेछु र मृत्यु सधैँ भण्डारमा छ।